अनि बाटोलाई यता सालको 3टा बुट्टाहरू थियो। हामी 11,000मा त्यो बुट्टाहरू बेच्यौँ। त्यति बेला माओवादी कार्यक्रम पनि थियो। अनि हामीलाई चाहिँ यो वन विभागले रोक्यो पहिला। त्यसपछि स्कुलले पनि अब यो बेच्दाखेरि यो पैसा हामीलाई चाहियो अनि हाल्नु प्रयोग गर्थ्यौँ भन्ने खालको कुरा आयो र त्यो बुट्टा बेचेको पैसा पनि हामीले लगानी गऱ्यौँ र यसलाई चाहिँ विद्यालयबाट पहिला त यो सबै विद्यालयले जो हेर्थ्यो अनि विद्यालयले जो सिसो लगाउने यता सिसो लगाउने सबै गरेको थियो। पछि विद्यालयबाट हाम्रो नीलकण्ठ पौडेलजी अध्यक्ष भएको बेलामा हामी पनि त्यति बेला समितिमा थियौँ। अनि त्यो टारबारदेखि यतापट्टि यो मन्दिरलाई जग्गा छुट्याइयो र पछि यो यहाँ पनि उत्खनन गरेर यहाँ पनि हेऱ्यो। यहाँ चाहिँ ठ्याक्कै कोठी जस्तो छ यसको अगाडि। अनि उतापट्टि त्यो कदमको बुट्टा छ त्यहाँनिर ढुङ्गे धारा जस्तो यसरी चाहिँ त्यो खोपेको ढुङ्गाहरूबाट पानी झर्ने जस्तो छ र यहाँनिर पनि जुन वाल छ त्यहाँनिर ठ्याक्कै ढुङ्गा खोपेर यसरी त्यो धारा जस्तो त्यो खोपेको ढुङ्गाहरू छ त्यहाँनिर। अनि यो लिमिटेड के अरे यो पुरातत्त्वले चाहिँ के गर्दो रहेछ भने यो देखाएर राख्दाखेरि नोक्सान हुन्छ भनेर उनीहरू आफूले उत्खनन गरे पनि त्यो प्लास्टिकले छोपेर फेरि पुर्छन्। त्यति बेला पहिलोपटक 20 लाख रुपियाँ भएको थियो। त्यति बेला त्यही 4-5 ठाउँमा उसको अगाडि भयो उता पर भयो। पर चाहिँ त्यो कदमको बुट्टानिर 2टा त्यो कित्ले जस्तो घैँटा 2टा भयो। त्यसपछि गएर यहाँनिर एउटा लेडिजको मूर्ति जुन हामीले अशोक स्तम्भ भनेको थियो त्यो रेड ढुङ्गा छ। त्यो अहिले हेर्दाखेरि कालो जिन्स लगाएर त्यसलाई सफा गऱ्यो भने ठ्याक्कै तामा जस्तो छ कि त्यो अब हामीले चाहिँ अशोक स्तम्भ यही हो अब त्यो भाँचिएको टुक्रा हो भनेर र त्यहाँ अशोक स्तम्भ भनेर लेखेको पनि थियो र अब त्यसलाई चाहिँ काटमार गर्न रोक्थ्यो। अब त्यो माओवादी द्वन्द कार्य यसमा त्यति बेला रोक्यो। रोक्दाखेरि पहिलोपटक